दर्शकबिन सबैको तिहार आयो, भाइ टिका लगायो, तर यी भाइले चाहिँ आफ्नो दिदीको टिका लगाउनु पाएन। कसरी भन्नुहुन्छ होला भनेपछि दर्शकबिन उहाँको चाहिँ जहाँ चाहिँ लक्ष्मी पूजाको दिन 16 वर्षीय भावना पाण्डे यो घरदेखि हराइसकेपछि आमा अहिलेसम्म खाना नखाई बेहोस भएको छ भने यी भाइले म आइन्दादेखि म दिदी आएन भने म टिकै लाउँदिन भनेर भनिरहेको छ। दिदी घर आइज त आएनस् भने टिका पनि लाउँदिन, आइज घर। बाबुको मन चित्ता सुन्दाखेरि हाम्रो पनि मन थामिन सक्नु भएको छ। दर्शकबिन यो हो सुनसरी जिल्लाको इनौरा 5 नेवार टोलमा छ। आमा रोएको छ, जहाँ सबैको तिहार आयो होला, तपाईँको नै आयो होला। देश विदेशमा जति पनि रहनुहुन्छ तपाईँहरूको र स्वदेशमा 77 जिल्ला 75 जिल्लामा कति चाहिँ पश्चिम पूर्व र दक्षिण कतिजना हुनुहुन्छ, सबैको तिहार आयो होला, रमाइलो गर्नुभयो होला। तर उहाँहरूको तिहार आउनै आएन। किन भन्नुहुन्छ भने आफ्नो छोरी 15 वर्षीय भावना पाण्डे जहाँ कलिलो उमेरका आखिरी उहाँले के बुझेको थियो र यस कारणले म रातारात उहाँले प्रहरीमा दिनुभयो र खोजी गर्नुभयो। त्यहाँ नभेटिसकेपछि अहिले आज चाहिँ भाइ टिकाको दिन यी भाइले चाहिँ म दिदी आएन भने सधैँभरिको लागि म कहीँ पनि टिका लाउँदिनँ भनेपछि मनमा मलाई पनि खिल्ला भयो। नमस्ते, म देवेन्द्र लिम्बू। अहिले तपाईँले हेर्दै हुनुहुन्छ तिनजुरी अनलाइन टिभी। आमा रोएको छ। यो भिडियो चाहिँ भावना पाण्डेसम्म पुगोस् र त्यति मात्र होइन, यो भावना पाण्डेले स्वयं हेर्दै हुनुहुन्छ अथवा ती कलिलो 15 वर्षीय युवतीले हेर्दै हुनुहुन्छ भने पनि आमा र छोरा अनि के अरे भाइ अनि यहाँ छिमेकीको पनि ख्याल गर्नु। किनभने नडराउनु, एक रति नडराउनु। किनभने यहाँ हेर्नुहोस्, यहाँ तपाईँको छिमेकी धेरै छन्। यहाँ हेर्नुहोस्, यहाँ तपाईँको साथी भाइ इष्टमित्र होला र यता हेर्नुहोस्, यहाँ धेरै मान्छे छन्। तपाईँले एक रति नडराउनु, तपाईँले केही पर्यो भने नडराउनु, तपाईँले गल्ती गर्नुहोस् या नगर्नुहोस्, तर एकल फोन आमा डराउनु भयो भने मलाई पनि गर्नुहोस्, यही नम्बर छ होइन। नत्र भने तपाईँ डराउनु भयो भने नजिकैको प्रहरी कार्यालयमा फोन गर्नुहोस्। भाइ दिदीको नाम के अरे? भावना पाण्डे। ए अब दिदी आएन भने चाहिँ के गर्ने रे? भाइ टिका जहिले लाउँदिन भन्नुहुन्थ्यो अघि। नलाउने, दिदी आएन भने कहिले लाउँदिन। भाइ टिका नलाउने। हेर्नुहोस् त, एउटा भाइ, यति सानो भाइले आफ्नो दिदीको सदाभाव अथवा माया प्रेम भनेको भाइसँग सिक्नु। र भाइले भनेको छ यदि मेरो दिदी आएन भने म भाइ टिका जिन्दगीभरिमा लाउँदिनँ भनेपछि यो कुरालाई ख्याल गरेर पक्कै पनि आउनुहुन्छ। यो विश्वास छ हामीलाई, किनकि उहाँ अभरमा पर्नुभएको छ, अप्ठ्यारोमा पर्नुभएको छ, कसैले त्यस्तो समस्यामा पार्नुभएको छ भने आमाको हाल पनि हेर्नुहोस्। र त्यो कारणले पनि भावना पाण्डे मेरो प्यारी बहिनी, तिमी जसरी पनि आउनु होइन, नत्र भने मलाई फोन गर्नु, केही फरक पर्दैन तपाईँलाई त्यस्तो। कसैले नराम्रो पनि नभनिदिनु। फेरि मेरो छोरी डराएर घर नआउनु पनि सक्छ, मलाई फोन नगर्न नि सक्छ। कसैले कमेन्ट पढ्यो भने मेरो छोरीलाई नराम्रो नभनिदिनु, नडराउनु होइन। हजुर हामी सुन्नु त, हामी डर्दै आउँछ, मेरो छोरी डराउँछ होला। कसैले नराम्रो भनेको हेऱ्यो भने मलाई कसैले नराम्रो भन्छ, म जाँदिनँ भनेर कतै लुक्छ होला। कसैले पनि नराम्रो नभनिदिनु होला मेरो छोरीलाई। जे भए पनि म गर्छु। मेरो छोरीलाई म अहिले हेर्ने हो, नराम्रो कसैले नसोचिदिनुहोस्। तपाईँ हुनुहुन्छ नि त होइन। हजुर। अब तपाईँले खाना चाहिँ खानु है ल, खाना खानु। म मेरो छोरी नभेटेसम्म केही पनि खाँदिनँ। मलाई मेरो छोरी घर आएपछि म सबै बसेर खान्छु। त्यसो नभन्नु, जे भने अब हाम्रो जीवित प्राणी हो होइन, अलिकति केही खाना खानुपर्छ होइन। मेरो छोरी नभेटिन्जेलसम्म म बाँच्न सक्छु। म उसैको सहाराले पनि बाँच्न सक्छु। मलाई मेरो छोरी भेटिनु पर्यो मात्रै, त्यति थाहा छ, अरू केही थाहा छैन। दर्शकबिन, यस कारणले पनि म भन्छु तपाईँले यो भिडियो चाहिँ भावना पाण्डे यदि कुनै समस्या परेको छ अथवा छैन भने पनि उहाँसँग भिडियो पुग्यो, अथवा पुगेन भने पनि यो फोटोमा मैले लगाएको छु भावना पाण्डेको फोटो, यो फोटो लगाएको छु। यो फोटो तपाईँले कहीँ देख्नुभयो भने पनि मलाई सम्पर्क गर्नु। यदि र भावना पाण्डेले कुनैमा समस्या कसैले गरेको छ भने पनि भावना पाण्डेले चाहिँ ती 15 वर्षीय कलिलो बच्चाले त्यसरी नगर्नु, र अरूले त्यसरी त्यो लोभ लाभमा त्यसरी नगरिदिनु। यदि अब भनेपछि तपाईँले कुरा बुझिसक्नुभयो होला होइन। त्यस कारणले नै यदि
समस्या पर्यो भने नजिकैको प्रहरी कार्यालयमा फोन गर्नु नबिर्सिनुहोला।